सम्पूर्णमा नमस्कार छ। हिन्दीमा एउटा भनाइ छ, चैन से जीना हो तो चाहत की दरिया चेन्ज करो। आज एउटा स्टोरी लिएर आएको छु। सुदूर गाउँको एकान्त कुनामा एउटा आश्रम थियो, जहाँ बाबा कैलाशनाथ साधना गर्थे। उनी वर्षौंदेखि त्यहाँ गारस्त थिए, तर गाउँलेहरूलाई अलौकिक शक्ति सम्पन्न माने। उनी कहिल्यै कसैसँग धेरै बोल्दैन, तर जो कोही दुःख लिएर जान्थे उनीहरूलाई शान्ति मिल्छ। एक दिन गाउँमा एउटा व्यापारी आयो। ऊ धनी भए पनि मनको अशान्तिले ग्रसित थियो। उसले बाबासँग भेट्न खोज्यो। बाबा मौन बसे। व्यापारीले भने, बाबा, मेरो सम्पत्ति प्रशस्त छ, तर मलाई शान्ति छैन, के गर्नु? बाबाले आँखा खोल्दै भने, तिमीले जीवनमा धेरै पायौ, तर आफ्नो मन कहिल्यै खोजेन। जानु, त्यो पुरानो बटुवामा एउटा ढुङ्गा छ, त्यसलाई लिएर आउनु। व्यापारी अलमलमा पर्यो, तर आदेश अनुसार पहाडको बाटो हुँदै अघि बढ्यो। घाम चर्किसकेको थियो र बाटो कठिन। थकित भएर ऊ जब पुग्यो, त्यहाँ एउटा माटोले ढाकिएको ढुङ्गा देखायो। घरको नमानेर उठायो। उसले जब माटो पुछ्यो, अनि चकित भयो। त्यो त हिरा थियो, विश्वकै दुर्लभ हिरा। उसको मनमा लोभ भयो। ऊ दौडिएर बाबासँग, बाबा, यो त अमूल्य छ, यो किन माटोमा गाड्ने? बाबा मुस्कुराएर, त्यसरी नै तिम्रो शान्ति पनि गाडिन्छ। तिमी बाहिर खोज्दैछौ, तर भित्र हेर्नु। बाहिरी सम्पत्ति लोभ बढाउँछ, तर आन्तरिक सम्पत्ति आत्मशान्ति दिन्छ, बाबाले भने। व्यापारी एकछिन स्तब्ध भयो। उसले त्यो हिरा बाबालाई अर्पण गर्यो र शान्तिको खोजीमा साधना गर्यो। बाबा कैलाशनाथको रहस्य बल्ल उसले बुझेको थियो। शान्ति भित्र खोज्नुपर्छ, बाहिर। हस् त, आजको प्रेरणादायी कथा चाहिँ आजको आज समाप्त हुन्छ। फेरि नयाँ भाग लिएर आउँदैछौँ। धन्यवाद।